आज भने चाहिँ हामी आएका छौँ एउटा चौतारा राख्नको निम्ति गाउँदेखिको लगभग 1.5 किलोमिटर टाढोमा र यो ठाउँमा चाहिँ एउटा बिसाउने ठाउँ थिएन र यसो हामीले एउटा चौतारा निर्माण गर्दैछौँ भाउजू बेबिलाको नाममा। यहाँ चाहिँ एउटै पनि चौतारा थिएन है, सबैले अब आफ्नो गाउँमा घरमा बनाउने भयो होइन। हामी चाहिँ तल गाउँको आएर चाहिँ यहाँ अब बुढोपाकाहरूलाई बस्ने बनाइदिँदैछौँ। यहाँ चाहिँ केटाहरूले मसलाको पान बनाउँदैछ। अब अन्तिम ढलाइ छ यहाँ, यो चारैपट्टि ढलाइ गरेर चाहिँ हामी घर लाग्ने। अब हाम्रो गाउँ चाहिँ यहाँ तल सानो देख्दै गरेको तपाईँलाई जुम गर्दा चाहिँ हाम्रो चाहिँ यो तल सानो देख्दै गरेको गाउँ, त्यहाँदेखि चाहिँ हामी आएर चाहिँ यो चौतारा निर्माण गर्दैछौँ। यस्तै छ यहाँको वातावरण। र यस्तै भ्लगहरू सानोतिनो गाउँले लाइफको भ्लगहरू हेर्नलाई मेरो च्यानललाई सब्सक्राइब गर्नुहोस् र अर्को भिडियोमा फेरि भेट्नेछौँ। तबसम्मको लागि बाई बाई।